नेपालीलाई के को इङ्ग्लिस गीत सबैमा एउटै दिने हो नि फेरि यसरी आजको प्लान स्पेसल छ। पहिला हामी हाङगाङ बस राइड गर्छौँ, त्यसपछि हाङगाङ नदीमै हामी पानीमा एडभेन्चर गर्नेवाला छौँ। यति बेला हामी मागोक स्टेसनमा आइपुगेका छौँ र मागोक स्टेसनबाट पनि हामी यो हाङगाङ बस चढ्न सकिन्छ। तपाईँहरूले देख्न सक्नुहुन्छ अगाडि छ, त्यही बस हामी चढ्नेछौँ। हाम्रो बस चाहिँ 11:20मा जानेवाला छ। बस भन्ने बित्तिकै फेरि अर्को बस नसोच्नु होला, यो पानीमाथि चल्ने बस हो। हामी चाहिँ जाँदैछौँ, लेट्स गो। टिकट लिनुभयो? हजुर, अनि खेतन कार्ड लिएर जाने हुन्छ क्या। ल फाइनल्ली भित्र जाँदैछौँ हामी। टिमनीबाटै युज गरियो। हाम्रो देख्न सक्नुहुन्छ बस, हाङगाङ बस यही नै हो। प्लेनको सिट जस्तो। बस त बाहिरबाट मात्र होइन, भित्रबाट नि उत्तिकै भिआइपी रहेछ। बट यत्तिकैमा एउटा ठुलो प्रब्लम देखा पर्छ, विन्डो सिट। सुरुमा सिटको व्यवस्था गरेको म, पछि त विन्डो सिट भेट्न नै मुस्किल भयो। ला अब बाहिरको सिन कसरी क्याप्चर गर्ने भन्ने टेन्सन भइरहेको थियो। सिम चलेपछि अगाडि गएर बाहिर सबै हेर्न मिल्दो रहेछ। थोरै अगाडि गइसकेपछि चाहिँ हेर्न मिल्दो रहेछ अगाडि गएर। चाहिँ हाम्रो गुरुजीले, पाइलटजीले भन्नुभयो। अनि हामी जाँदैछौँ अगाडि हेर्न। ल वा हेर्नु त मान्छेहरू, हेर्नु त मजा आउँदो रहेछ। ल हाम्रो सेप यही हो, देख्न सक्नुहुन्छ। बस आफ्नै रफ्तारमा अगाडि बढेको थियो भने म पनि एकैछिन बाहिर नै बसेर ब्युटिफुल सिन क्याप्चर गर्न लागेँ। लोटे टावर अहिले कोरियाको चाहिँ सबैभन्दा अग्लो बिल्डिङ नै त्यही हो। अब हाङगाङ बसको यात्रा यहाँ सकिएको छ, तुक्सममा आइसकेको छ। अब हामी चाहिँ हाम्रो अब नेक्स्ट एडभेन्चर स्टार्ट हुनेवाला छ गाइज। हामी चाहिँ यो चाहिँ तुक्सम पार्क हो। हामी यहाँनिर पहिला पनि आएका थियौँ, भिडियो छ, भिडियो चेकआउट गर्नु होला। अब चाहिँ हाम्रो नेक्स्ट थ्रिल स्टार्ट हुँदैछ। यति बेलासम्म चाहिँ हामी रमाइलो गरेर रमाइलो भयो आनन्दले। अब चाहिँ हामी एडभेन्चर गर्न जाँदैछौँ, पानीमा एडभेन्चर मजा हुनेवाला छ। यस, थोरै अगाडि के बढेका थियो, कतै गीत गाएको आवाज सुन्नु लाग्यो र हामीहरू पनि क्यामेरा रेडी गरेर त्यतै इन्जोय गर्न लाग्यौँ। नै चौम थुरा छ।
फाइनली इट्स टाइम फर राइड कायाकिङ। अनि हामी चाहिँ यहाँ आइपुगेका छौँ। अब सोध्छौँ यहाँनिर कहाँबाट हो, यो टिकट लिनुपर्ने हो कि के लिनुपर्ने हो। अनि त्यसपछि बल्ल हामी जानेछौँ। यहाँ तल देख्न सक्नुहुन्छ, यहाँ तल हो, यो हान नदी हो। अब एकैछिनमा चाहिँ हामी कायाकिङ गर्नेछौँ। खतरा हुनेवाला छ, रमाइलो हुनेवाला छ। लेट्स सी। यहाँनिर देख्न सक्नुहुन्छ बोटहरू के छ कायाकिङको लागि। राहुललाई अगाडि अगाडि जाँदै हुनुहुन्छ। 무조건 원파스 3만 원. 원파스 3만 원. 저기 떨어지면? 괜찮아요. 라이프 자켓 있어서. 안전해. 안전해요? 응. 걱정 안 해도 돼. 재밌어. 수영하고 놀면 돼. 수영 스윙하고 너 놀면 돼요. 동동 시원해. 오케이? हामी चाहिँ थोरै डिस्काउन्ट पनि गऱ्यौँ। के अरे त्यो सिधै ब्याङ्कमा ट्रान्सफर गर्ने हो भने चाहिँ थोरै डिस्काउन्ट गरिदिँदो रहेछ। अब सोनिस भाइले चाहिँ पेमेन्ट गर्दैछन्। यहाँ धनी हो नि त, धनी मान्छे हो, धनी मान्छे हो, धनी केटो म अरे। अब चाहिँ हामी जाँदैछौँ। फाइनल्ली फिक्स भयो, गर्ने पनि फिक्स भयो। हेर्नु न कति रमाइलो भइरहेको। ओ माई गड। दाइ गरिने हो यो 5 जनाको। अनि हामी चाहिँ थोरै डिस्काउन्ट पनि गरेर 1-20मा झार्यौँ। कस्तो भइरहेको? एकदम रमाइलो, एक्साइटेड। तपाईँ कसको पार्टनर? यता यता कसको पार्टनर हो? 어디 있어요? 그 다리씨? 하르시 여기. 서브 스토리. लगभग हामी आइसक्यौँ र तिहार। देख्न सक्नुहुन्छ लोटे टावर। लोटे टावरबाट यहाँ नजिकै। यसको लोकेसन चाहिँ तपाईँलाई गाह्रो छैन। यो के भन्छ अरे तुक्सम पार्क थोरै अगाडि छ, लोटे टावर यता छ। अनि हामी चाहिँ बिचमा छौँ। हामी 5 जना थियौँ, 1 जना सिङ्गल र अरू 2 जनाको जोडीमा कायाकिङ स्टार्ट गऱ्यौँ। गाह्रो भइरहेको सुरुमा चाहिँ। कहाँ जाने? राहुललाई ब्यालेन्स है धेरै नहोला नि। राहुलले हाने हन रमाइलो भयो। गाइज यो लोटे यतातिर अलि अगाडि जाऊँ न। यता 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 उसलाई त बिन्दास हो यार है। उसलाई त बिन्दास हो। हामी सबै निकै रमाइलो गर्दै हाँस्दै र कायाकिङको मजा लिँदै इन्जोय गरिरहेका थियौँ। यत्तिकैमा हाम्रो राज ब्रदरको लट्टी यहाँनिर झऱ्यो। मान्छे पल्टेर लट्टी त्यहाँ छ। ब्रदरले चाहिँ खतरा इन्जोय गरिरहनु भयो। सिङ्गल बोटमा धेरै एडभेन्चर र मजा आउने सोचेर मैले बोट साट्ने निदो गरेँ। बोट त साटेँ, बट स्किल पुरा सुरुमा त त्यस्तै हो के, पछि बानी भएपछि मात्रै हो नि उब्नु सक्ने त। म त बानी भइसकेको थिएँ। उता लानु त दा, उता 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 लानु त, उता दा, उता घुमाउनु नि। पर लडाइसकेँ। कायाकिङ गरेर धेरै नै इन्जोय गऱ्यौँ। त्यसपछि बाँकी समय हामी डान्स र स्विमिङ गरेर इन्जोय गऱ्यौँ। नेपालीलाई के को इङ्ग्लिस गीत सबैमा एउटै दिने हो नि फेरि यसरी।
अरू पागल जस्तै गर्थ्यो रमाइलो एक्सपिरियन्स हेर है एउटा केही हुन्न भयो भयो हुँदैछ हुँदैछ फाइनल्ली सकियो बल्ल बल्ल 2 घन्टाभन्दा बढी खेल्यौँ हामी त यस्तो थकाइ पनि लाग हात पनि पुरै दुखेछ यति मजा आयो तर एउटा स्यान्डविच चाहिँ मेरो फेभरेट चस्मा चाहिँ खस्यो हरायो कहाँ गयो यति रमाइलो भयो आई कान्ट एक्सप्रेस इन वर्ड साइल दाइ कस्तो लागिरह कस्तो भयो पैसा असुल भयो त पैसा असुल मजा भयो होइन शीतल भयो राहुल दाइ रमाइलो भयो है आज बवाल रमाइलो भयो होइन सबैभन्दा बेस्ट के लाग्यो तपाईँलाई बोट चढेर पुरै घुमेर साथीभाइसँग शीतल पनि भयो शीतल भयो पकौडी खेलियो रमाइलो भयो होइन राजु ब्रदर त धेरै सबैभन्दा इन्जोय गर्ने मान्छे तर अहिले थाकेर हेर्नु न हलचलै नगर्ने अवस्था भइरहेछ अहिले अनि सनिस कस्तो भयो रमाइलो भयो पहिला के अरे सुरुमा चाहिँ भाउ नचढ्ने भन्दाखेरि चाहिँ मैले समथिङ मिस गर्दो रहेछु भन्ने भयो कि नै भयो किन नहुनु खतरा एक्सपिरियन्स भयो होइन रमाइलो भयो ल गाई चाहिँ यति रमाइलो भयो होप अब अरू ठाउँहरूमा पनि हामी यस्तै एडभेन्चर गरेर भिडियो बनाउनेछौँ हेर्दै जानु होला अनि च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला वी इन्जोयड अ लट या